सर्वेश्वर भगवान यहाँ के छ भन्दाखेरि यहाँ मृत्युञ्जय भगवान भनिन्छ, सर्वेश्वर भनिन्छ, कुम्भेश्वर भनिन्छ। भगवानका विभिन्न नाम छन्। मृत्युलाई जित्ने एकमात्र महादेव भएर मृत्युञ्जय भगवान रहन गयो, सबैको ईश्वर भएर सर्वेश्वर रहन गयो र त्यसपछि आएर यहाँ कुम्भेश्वरमा कुम्भ घडा लिएर कुम्भबाट उत्पत्ति हुनुभएकोले कुम्भेश्वर भगवान नाम रहन गएको। यहाँ चाहिँ तल जल हुनुहुन्छ, माथि चाहिँ भगवान, त्यो भएर कुम्भेश्वरको रूपमा हामी यहाँ पूजापाठ गर्दैछौँ। धेरै किसिमका भक्त आउनुहुन्छ। कोही काम नबनेको व्यक्ति आउनु भएर भगवान मेरो यो कामना पूर्ण होस् भन्नुभयो भने भगवान भोले बाबा आशुतोषले त्यो कामना पूर्ण गरिदिनु भएको छ। त्यसपछि आएर मृत्युञ्जय भन्छ, जो मृत्यु शय्यामा सुतिरहेको बिरामी हुन्छन्, अस्पतालमा उपचार गर्दा पनि निको नहुन सक्ने र भगवानको जुन आराधनामा आएर मृत्युञ्जय महादेवको मन्त्रद्वारा यो जल लगेर छर्क्यो भने बिरामी निको हुने विश्वास, धार्मिक विश्वास रहेको छ। त्यो भएर यहाँ चाहिँ मृत्युञ्जय महादेव पनि भनिन्छ। विभिन्न भगवानको विभिन्न बारहरू छन्। बगलामुखीको बिहिबार र जुन हाम्रो एकादशीमा विष्णु भगवान भए जस्तै सोमबार चाहिँ शिव भगवान, पशुपतिनाथ भगवान, कुम्भेश्वर भगवानलाई खुसी पार्नको लागि सोमबारको दिन पूजा गरियो। सोमबार दिन आएर बेलपत्र, जल, अक्षता, जौ, तिल जे जसो छ आफूसँग पूजा सामान श्रीखण्ड चन्दनले पूजा गरिएर भगवानले केही सकेन एक लोटा जल ल्याएर हर हर महादेव शम्भो भनेर ओम नमः शिवाय मन्त्र, जुन मन्त्र जानिन्छ पञ्चाक्षरी मन्त्रले जल चढाइयो भने आफ्नो मनोकामना पूर्ण हुने भएकाले सोमबारको व्रत आएर यहाँ गरिरहनु भएको छ। पूजापाठको लागि साउनमा चाहिँ ज्यादा भिड लागेको थियो र हरेक श्रावणमा चाहिँ बढी भिड लाग्छ। सोमबार दिन हरेक दिन अलिकति विशेष पूजा हुने गर्छ।